नमस्ते दर्शन, नमस्ते, वेलकम छ मेरो न्यू ब्लगमा। फेरि पनि हजुरहरूको सामुन्ने आएँ। कस्तो चिसो हावा चलिरहेछ। म अहिले 7:30 भयो बेलुकाको है। म चाहिँ हिथ्रो एयरपोर्टतिर जाँदैछु। यता हेर्नुहोस् पोको पुन्तुरो बोकेर म हिथ्रो एयरपोर्ट चाहिँ नि कलाकार डान्सर नेपालबाट शिवदास गुरुङ भदा आउँदैछ होइन। अनि लिन आउनु फुपू भनेर उसलाई पिकअप गर्न उसलाई जाँदैछु। अनि यो चाहिँ उसलाई कोसेली हो कि उसलाई बिचारा 25 केजीमा अनि के ल्याउने होइन। कलाकार मान्छे के आफ्नै डान्स हो के सामान ल्याउनु पर्यो। अनि इष्टमित्रहरूले यो ल्याइदिए त्यो ल्याइदिए भनेर एकदम धेरै डिमान्ड भएको कारणले केही आँटेन भनेर उसले त्यसो भनेको थियो। अनि त्यही भएर मैले घरमा लाउने लुगाहरू भाङ र उसलाई चाहिन्छ नि त, तिनीहरू ल्याइदिएको। अनि म चाहिँ अब बाई बस जाँदैछु। हिथ्रो एयरपोर्टमा बसको सुविधा राम्रो छ अनि बाई बस जाँदैछु कि। आजको मेरो खाना होइन, यता राजमा भिजाइराखेको छु हिजो बेलुका। अनि सुकुटी भइहाल्यो, नेपालदेखि ल्याएको होइन, पकाउँदैछु कि। अब मैले चाहिँ पहिला सुकुटी फ्राई गर्छु अनि त्यसपछि बल्ल अरू चिज हाल्छु। किनभने सुकुटी अहिले फ्राई गऱ्यो भने गरेन भने फेरि मिठो हुन्न, काँचो काँचो जस्तो हुन्छ नि त होइन। त्यही भएर अहिले नै मैले सुकुटी यसरी फ्राई गर्छु पहिला नै। अनि यो अलिकति साह्रो भएपछि ब्राउन भएपछि बल्ल अरू हाल्छु। यता आलु उसानेको छु। आलु काँक्रा प्याजको अचार बनाउँछु भाङ हालेर। मलाई एकदमै मनपर्छ त्यो अचार चाहिँ नि। त्यही भएर यस्तो खाना बनाउँदैछु है। आजको मेरो रेसिपी यस्तो छ है। सबै कुरा हालिसक्यो, मरमसला, टमाटो होइन, राजमा सबै हालेर मैले तातो पानी हालेर अब सिटी लगाइदिन्छु होइन। 4-5 सिटी लगाइदिएपछि त यस्तो मिठो राजमा र सुकुटी हुन्छ नि। मेरो फेभरेट हो क्या एउटा यो डिस चाहिँ नि। अनि फर्सी र सुकुटी पनि असाध्यै मनपर्छ कि मलाई। फर्सी र सुकुटी छ भने मलाई ढेँडो खानु मन लाग्छ, एकदमै ढेँडो खान्छु मैले त्यो बनाएपछि। हजुरहरूले कसरी बनाउँछ राजमा र सुकुटीलाई? मैले त यसरी बनाउँछु है। यता आलु पनि अलमोस्ट रेडी भइसकेको छ है। अनि अब मैले यता काँक्रा र प्याज काटेर अचारको लागि ठिक्क बनाएको छु होइन। यो भाङ हालेर अचार बनाउने चट्ट लाएर यस्तो मिठो हुन्छ नि है। यस्तो छ मेरो तयारी। अब अचार झाड्नको लागि मैले यहाँ तोरीको तेल तताउन लगाएको छु है। तपाईँहरूले के को तेल चलाउनुहुन्छ? मलाई त फेरि अचारहरू आलुदममा त तोरीको तेल एकदम मनपर्छ क्या है। महँगो बास्ना आउँछ है अनि टेस्टी पनि हुन्छ नि त। यता आलु पाकेर पनि होइन, मैले काटकुट गरेर धनियाँ पनि काटेर हालेको छु। अब भाङ हाल्छु है। यो चाहिँ नि मैले भाङ एकैचोटि भुटेर पिनेर राख्छु कि। यो चाहिँ मैले अमेजनबाट मगाउँछु है। नेपाली दोकानमा पनि पाउँछ तर मैले चाहिँ अमेजनबाट मगाएँ, घरमै झारिदिन्छ होइन। अनि त्यही भएर मैले अमेजनबाटै मगाउँछु। अनि स्वादअनुसारको नुन अहिले अब अलिकति हालेँ, अहिले पछि लागेन भने फेरि थप्छु है। अब चट्ट लाएर यहाँ सबै झार्नको लागि प्याज टमाटो खुर्सानी लेमन रेडी गरिराखेको छु ज्वाइँ गर्ने। अनि त्यसपछि मोलमाल गरिने। अहिले मुखमै थोक आइसक्यो मेरो त यो अचारको कुरकुर। ल यसरी हातले मजाले मोल्यो है। मोलेपछि यस्तो ट्वाक्क भएछ नि, नुन चाखेको अमिलो चाखेको ट्वाक्क भएछ। अब सिसाको बलमा खनाउँछु है। सिसाको बलमा खनायो भने अब राम्रो देख्छ नि त है। यो त अब स्टिलको पनि त यहाँ मोल्ने उस मात्रै गरेको क्या मैले, किनभने सानो हुन्छ नि त यहाँ मोल्दा है। त्यही भएर यस्तो गरेको। अब छोरालाई नै एकदम मनपर्छ कि यस्तो अचार। मलाई त अब भन्नै परेन, मलाई चाहिँ साह्रै नै मनपर्छ यो अचार। यस्तो गरेर राखेपछि त जेसँग खाने हुन्छ कि यो है। रोटीसँग खाइने हुन्छ होइन, आलुदमसँग के अरे पाउरोटीसँग खाइने हुन्छ, भातसँग खाइने भयो है। त्यतिकै खाइने हुन्छ। चिउरासँग नि कस्तो मिल्छ, चिउरासँग खाइने भयो होइन, जेसँग खाइने हुन्छ। ल रेडी। अब यसलाई यस्तो पुस्छु अनि त्यसपछि हुन्छ रेडी भयो। अब यसरी कभर गरेर राखिदिएपछि है जतिखेर खाइने भयो।
यता नि राजमा हेर्नुहोस् त यस्तो मजाले फ्यात्त राजमा र सुकुटी यस्तो मजाले फ्यात्त भएछ है। अब अलिकति पानी थप्छु होइन अनि नुन चाख्छु कस्तो बस्छ खुर्सानी पिरो भए चाहिँ नभए चाहिँ टक्क भए चाहिँ नभए चाहिँ चाख्छु। अनि यसमा अलिकति लेमन हाल्छु अनि धनियाँ हालेर रेडी हुन्छ। ओ खाउँ खाउँ लाग्छ हो यस्तो भएपछि त। अब भात त कति जाने हो, एक थाल भात जान्छ हौ। छ्या त्यसै मोटो भएर यहाँ पेट बढेर होलिडे बार आएर पेट बढेर यहाँ धुमधाम भएको छ है। त्यसै त अब झन् यस्तो यस्तो मिठो बनाएर खाएपछि त पेट त के को है घटाउनै नसक्ने के। उमेर गएपछि त त्यस्तो हुँदो रहेछ, एकछिन खाना पाएन भने थर 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 हुन्छ है। तपाईँहरू पनि त्यस्तै हो कि म पनि म मात्रै हो। यो चाहिँ नि फाइनल है, मैले सोया सस अलिकति लेमन अनि धनियाँ हालिदिएको हेर्नु न, यस्तो डिलिसियस देखेको छ नि है। ल हजुरहरू पनि यसै गरेर खानुहोस् है त। म पनि अब एकछिनमा खाना खान्छु। राइस कुकर देखाउँदैछु तपाईँहरूलाई। हुन त राइस कुकर नभएको घर कसको होला र होइन। प्रायः सबैले हङकङदेखि कहाँदेखि ल्याउँछ नि त है राइस कुकरहरू। मैले चाहिँ नि यो अमेजोनबाट किनेको होइन। हाम्रो अब सानो परिवार छ नि त, जम्मा 3 जना, आमा छोरी छोरा, 3 जना परिवारलाई चाहिँ सानो चिट्टको चाहियो राइस कुकर होइन। त्यही भएर यसो हेरेको त अमेजोनमा यस्तो राम्रो रहेछ, च्याप्ट देखेको। तर अब कस्तो होला भनेर लागिरहेको थियो। मगाएको यो भयो, यो त 1.5-2 वर्ष भइसक्यो। यस्तो राम्रो छ नि यो राइस कुकर, यस्तो बाक्लो छ यो भित्रको। अनि यो भात पनि यति मिठो हुन्छ यहाँ बनाएको है, एकदमै राम्रो छ। ब्राउन राइस पकाउन नि मिल्छ, सुप पकाउन नि मिल्छ होइन। यहाँ मेनु छ, यहाँ चेन्ज गरेर गर्न मिल्छ। अनि यो राइस कुकर चाहिँ म एकदमै हाइली रेकमेन्ड गर्छु कि। यो चाहिँ सबभन्दा बाक्लो छ कि। यो बाक्लो भयो भने भात मिठो हुने हो नि त, कोही त पातलो हुन्छ नि त। यो चाहिँ यस्तो छैन, यस्तो राम्रो छ यो राइस कुकर है। अनि मेरो हङकङबाट ल्याएको 2-3 राइस कुकर छ, म तिनीहरू चलाउँदैन है, खालि यही हो म चलाउने। एकदमै मनपर्छ कि यो राइस कुकर है। ल तपाईँहरूलाई पनि यस्तो सानो चट्ट 3-4 परिवारलाई चाहिएको छ भने त यस्तो किन्नुहोस् है, एकदमै राम्रो छ यो राइस कुकर चाहिँ नि। मैले पाउने त केही नि होइन है, मैले त्यत्तिकै एडभर्टाइज गरेको होइन कि, तपाईँहरूलाई इन्फर्मेसन दिएको यो है। इन्फर्मेसन दिएको राइस कुकरको एकदमै राम्रो छ है यो राइस कुकर चाहिँ नि। अनि यो क्याटल है, यो क्याटल अब बजारतिर आज त आउटगोसतिर महँगो छ है। मैले चाहिँ चिनबाट मगाएको, यो पनि राम्रो छ एकदम है, चिनबाट मगाएको। अनि बेला बेलामा यो लन्च स्केल लाग्छ नि, यो दबाई हाल्दै भइहाल्यो। अनि साट्ट हात पनि पस्छ है, हातले साट्ट माझ्दै पनि भयो, एकदमै राम्रो छ कि यो। अनि चौबोटहरू यो मेरो अब माछा, अनि यो काँचो मासु होइन, रातो मासु, पाकेको मासु, काँचो मासु, अनि भेजहरू छ मेरो, यस्तो छ मेरो चौबोटहरू। तर आजभोलि के भन्छ भने अब यो प्लास्टिकको चौबोटहरूबाट प्लास्टिक अब यस्तो काट्दाखेरि प्लास्टिक आउँछ अनि हाम्रो खाना मिसिन सक्छ भन्छ नि त। सकेसम्म काठको चलाउनु भन्छ होइन चौबोट। अनि मैले अनि आजभोलि काठको चलाउँछु कि। यो चाहिँ नि भेजको लागि, यो मासुको लागि होइन। मासु र भेजहरू चाहिँ नि अब एकै ठाउँमा गर्नु, भेजिटेबलहरू र फलफुल अनि मासु एउटै चौबोट चलाउनु हुँदैन होइन। त्यही भएर छुट्टै छुट्टै गर्नुपर्छ सबै। अहिले चाहिँ नि मैले यहाँ भेजिटेबल र फ्रुट काट्छु भने मासुको लागि यो मासु त पहिल्यैदेखि यसमा काट्थेँ मैले ठुलोमा होइन। यिनीहरू त किनिराखेको मात्रै सेट भएर है। मैले भेज चाहिँ नि प्रायः यही चलाउँथ्यो। आजले फेरि युट्युबतिर कता कता डक्टरहरूले त्यसो भन्छ नि त, प्लास्टिकको नचलाउनु, काठको चलाउनु भन्छ र। त्यही भएर मैले आजभोलि काठको चलाउँछु चौबोटहरू होइन, एउटा मासुको लागि, एउटा फ्रुट्स र भेजिटेबलको लागि है त। मलाई खाना पकाइसकेपछि चुलोहरू यस्तो स्वाट्ठ गर्नु मन लाग्छ कि है, यो नगरेसम्म चित्तै बुझ्दैन। अनि यस्तरी चुलोहरू मजाले मैले प्राय सरफ, तातो पानीमा सरफ राखेर अनि यसरी पुस्छु कि चुलो स्वाट्टै जान्छ होइन। अनि यिनीहरू पनि यस्तो छ, सफा गरेपछि बल्ल आनन्द आउँछ नि, बल्ल खाना खाए जस्तो हुन्छ क्या है यस्तो गरेपछि। हजुरहरूले कसरी गर्नुहुन्छ सफा, यसो इन्फर्मेसन पाऊ है त तपाईँहरूबाट पनि। यो म अहिले उभिएको ठाउँलाई नर्थ चिम भन्छ, नर्थ चिम। यहाँबाट चाहिँ नि SL7 बस हिथ्रो सेन्टरमा जान्छ है।
यत्रो टर्मिनल 3 मा जान्छ तर म चाहिँ नि हिडन क्रस भन्ने ठाउँमा चेन्ज गरेर जानुपर्छ टर्मिनल 4 मा कतार एयरलाइन्स चाहिँ टर्मिनल 4 मा आउँछ होइन त्यही भएर अब बस चाहिँ नि 13 मिनट रहेछ आउने म चाहिँ नर्सिङमा पुगेको छु त्यसपछि फेरि अर्को चेन्ज गरेर जानुपर्छ र सजिलै छ यो बस जहाँ तहीँ रोक्दैन उसको एकदम मेन ठाउँहरूमा मात्रै रोक्छ लोकल बस होइन नि त अनि त्यही भएर सजिलै छ हाम्रो यहाँबाट भरे आउँदा नि म बस्ने आउने हो अब भदालाई लिन आऊ पुग्नु भनेपछि जानै पर्यो म नेपाल जाँदा म एयरपोर्टमा लिन आएदेखिबाट म नेपाल हुन्जेलसम्म मेरो साथमा हिँड्छ साथी गरिदिन्छ बिचरा अनि यहाँ आउँदा उसलाई फेरि वेलकम गर्नै पर्यो मैले होइन फुपू भएको कारणले गर्दा अब गर्नै पर्यो उसले गर्छ मैले पनि गर्नै पर्यो अनि हजुरहरूलाई त्यस्तै कलाकार हजुरहरूको समाजको पार्टीहरू छ भने कलाकारहरू चाहिएछ भने मलाई सम्पर्क गर्नु म उसलाई सम्पर्क गरिदिन्छु है त म चाहिँ बस कुर्दैछ बस चाहिँ अब 13 मिनट भनेर देखाएको छ आएपछि जाने कस्तो वेदर फेरि चिसो छ कि तर ज्याकेट लिएछु मफलर लिएछु भरे जाडो भइहाल्यो भने प्यान्ट चाहिँ बाक्लो लगाएको छु बस आयो ल यही हो हिथ्रो एयरपोर्ट जाने बस आयो अब म यसमा चढेर जान्छु म बसमा चढिसक्यो 7:45 भयो ठ्याक्कै है अब 1 घन्टा जति त लाग्छ हिँड्दैछु राख्ने ठाउँ पनि हुन्छ नि त यसमा त त्यही भएर मेरो सामान यहाँ राखेको छ है कोसीले है उसलाई चाहिँ नि यो हिटन क्रस स्टेसनमा आइपुग्यो अब यहाँबाट फेरि 490 बस लिएर जाने अनि त्यसपछि बल्ल टर्मिनल 4 मा जाँदो रहेछ कस्तो जाडो भइरहेछ बहिनी त आइसक्यो रे म पो ढिलो भयो है घरबाट छिटो निस्किने भनेको त्यस्तै के गर्दा ढिलो भइगयो है उहाँ ल्यान्ड भइसक्यो होला बाबु अब निस्किन्छ कि के गर्छ म पो ढिलो हुने भयो 10 मिनट देखाएको छ बसको टाइम गर्दा यस्तै छ आफ्नो गाडी नचलाएपछि के आन्छ कि यस्तो अब बसको भरमा है 10 मिनट देखाइरहेको छ अब फेरि कतिखेर पुग्ने अब कति टाइम लाग्छ एनिवे आत्तिएर काम छैन धैर्यता नि म चढेँ है अब कति मिनट लाग्छ म सोध्न बिर्सिएर चाहिँ 8:45 भइसक्यो म ल्यान्ड भएर नि के गरिसक्यो होला म त यस्तो ढिलो भयो आज त्यही म चाहिँ नि आइपुग्यो है हिथ्रो एयरपोर्टमा आइपुग्यो बल्ल वेलकम टु टर्मिनल 4 म टर्मिनल 4 मा आइपुग्यो है अब बाबु चाहिँ नि आइपुगेको छैन होला मेरो विचारमा है अब उसलाई हेर्न जान्छु है म अब यहाँ बहिनीहरू आइसक्यो छ भने अब म पनि ठ्याक्कै आइपुग्यो कस्तो ढिलो भएन है आइपुग्यो बहिनी हजुर अहिले नै ए म त झन् कति पछि भेटेको हल्ला गरेर त हेरेको हेर्न हामी हल्ला गरेको त हेरेको कि कामबाट नि है मान्छेको मन भयो भने चाहिँ कामबाट नि आउने हो म त छुट्टी लिएर हेर्न 3 घन्टा काम गर्छ त्यो पनि छुट्टी लिनु पर्यो भदाको लागि छुट्टी लिनु भदाको लागि अब बिचरा भदा हुर्का हुने क्या नि यस्तै छ है मलाई त लेङ्गा ल्याइदिनु भनेको कि अनि म त अब पोस्ट गर्छु दिदी भने त्यहीँ छोड तिमीले पोस्ट गर्ने भए त्यहीँ छोड भनेर भने कि अनि होइन दिदी बल खै भदालाई कुर्दा आँखै पटिसक्यो रे छिटो निस्क्यो शिवदास गुरु हेलो मेरो हिरो भदा आइपुग्यो छैन ल आफ्नो छोरालाई पिकअप गर्नलाई आइपुग्यो ल हामी त कति भयो अरे कुरेको आधी घन्टा भयो नि आधी घन्टा भयो आँखै पठियो भदालाई त्यो ढोकामा हेर्दा होइन भदा आँखै पठियो शिवदास भदालाई कुर्दा अब यहाँ एउटा डान्स देखाउनु टिकटक बनाउनु पर्छ शिवदासको टाइम फेरि बनाउँदा आयो फेरि उज्न आधै छोडेर है ल हामी चाहिँ नि यहाँ एयरपोर्टको क्याफेमा बसेको यहाँ एयरप्लेनको हेर आर्टहरू यस्तो राम्रो टावर ब्रिज है यस्तो राम्रो रहेछ यता बहिनी अनि यता मेरो भदा थाकियो कुर्दै बस्दा है
खै किन हो यति ढिलो गरेको है इमिग्रेसनमा ढिलो गर्यो उसलाई खै के भयो ल वेलकम छ है युकेमा वेलकम छ मेरो बाबालाई ल वेलकम वेलकम सो मच धन्यवाद दिदी थ्याङ्क यू ल ल शिवदास कलाकार आइराम भइसक्यो है युकेमा Thank you so much. अड्कियो कता वेलकम छ है Thank you. शिवदास बाबु वेलकम ब्याक टु युनाइटेड किङडम है एकदमै कार्यक्रम सफलताहरू एकदमै अविस्मरणीय होस् भन्ने चाहे शिवदास बाबु आइसक्यो यहाँमा हामी चाहिँ अरू भिडियो क्यामेरा फोटो खिच्दा यहाँ खिच्नु पाएन बाबु वेलकम छ है युकेमा अनि मेरो ब्लगमा पनि है ल अनि उहाँको मामा र फुपू है यहाँबाट बनाउनु न अनि यता सबैजना काका ठिकै भयो यस्तोमा राख्नु पर्यो त्यहाँबाट त लाग्थ्यो लाग्यो शिवदास राख्नु पर्यो यहाँ वेलकम गर्दैछ हामीले वेलकम गरिसक्यो उहाँको घरमा अब बाबु चाहिँ नि उहाँको घरमा बस्नुहुन्छ है बाबु वेलकम छ है युकेमा थ्याङ्क यू सो मच फुपू धेरै धेरै धन्यवाद छ ल केही कुरा भनिदेऊ स्पेसली त स्वागत गर्न आउनु भएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ तपाईँहरूको अमूल्य समय मलाई दिनुभएकोमा अनि सम्मान गरिदिनु भएकोमा अनि सो म कलाकार शिवदास गुरुङ युकेमा दोस्रो पटक तपाईँहरूको मायाले फेरि पनि आउन सफल भएको छु तपाईँहरूको अगाध माया पाउँछु भन्ने मैले पूर्ण आशा लिएको छु अब आउने दिनहरूमा त्यसो भएको कारणले दुई चारवटा केही प्रोग्रामहरू मेरो सेड्युल पनि भएको छ आउने कुनै पनि प्रोग्रामहरू तपाईँहरूको कुनै पनि गाउँले पार्टीदेखि लिएर सभा सम्मेलन केही प्रोग्रामहरू छ भने शिवदासको प्रतिभा पनि त्यहाँ राख्न सक्नुहुनेछ तपाईँहरूले अटाउन सक्नुहुनेछ भन्न चाहन्छु र यहाँहरू सबै युकेवासी आमा बुबा दाजुभाइ दिदीबहिनी सबै भगवान् रूपी मेरो मान्यजनहरूलाई मेरो हृदयदेखि नै कृतज्ञता प्रदान गर्न चाहन्छु र तपाईँहरूले भरपुर माया र सपोर्ट गरिदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु धन्यवाद वेलकम छ है ल त है सियो होइन गोर्खा कप त्यही लिन आयो ल बाई बाई मेरो बहिनी पुगेर उस गर ल मेसेज गर है ल ल ओके बाई बाई हामी अब घरतर्फ जाँदैछौँ है ल ल हुन्छ बाबु ल सी यु सुन है कार पार्किङमा आयौँ हामी है फेलताममा आइपुग्यो है फेरि यता कलाकार शिवदास गुरुङसँग यस यस मेरो भिडियो भाइरल हुने भयो त पुरै भाइरल हुने भयो पुरै भाइरल हुने भयो अब कलाकार युके नछोड्नु जेलसम्म यो युट्युबमा मेरै भिडियो हेरेर बसिरहेको हुन्छ अब प्रत्येक कार्यक्रममा गएको बेलामा युट्युब हेर्नु भनेर भन्नु पर्यो नि त फेरि मैले अनि तिमी मसँग हुन्छ र जहिले नि होइन होइन प्रोग्राममा चाहिँ भनेको कि प्रोग्राममा चाहिँ गएर भनिदिनु पर्यो नि भनेको त्यहाँ युट्युब बनाएको छ भनेर गोर्खा दरबारमा आइपुग्यो है ल हामी उहाँ चाहिँ नि यो हाम्रो शिवदासको मामा र फुपूको है वेलकम रे दोस्ती हो फेरि ए हो दोस्ती नमस्ते नमस्ते हामी चाहिँ नि अब मस्त गफ गर्दै गर्ने भनेर यहाँ आइपुगेको छौँ हाम्रो दिदीको रेस्टुरेन्टमा होइन राम्रो रहेछ है यो रिसेप्सन है दिदीको रेस्टुरेन्टमा ल चटपट ससेज अनि बियर ल आज चाहिँ चेस गर्ने है आज शिवदास कलाकार आएको उपलक्ष्यमा आज हामी चेस गरेर यहाँ रमाइलो गर्दैछौँ होइन वेलकम वेलकम ड्रिङ्क होइन आज त कसको तर्फबाट शिवदासको तर्फबाट कलाकार शिवदासको
मजाले उ रहेछ नि त शिवदासको आएको उपलक्ष्यमा यहाँ बल्ल साइडर पिउन वेलकम पायो पिउन पाएन ल ल सर जापानिजहरू चाहिँ चेस भनेपछि ल हामी चाहिँ नि 12 बन्द लगाइसक्यो है बल्ल खानासाना खाएर अब निस्किन लागेको अब मेरो खाए पनि प्याक पनि लिएर प्याक पनि गरेर हिँडेँ ए मैले नि ल भाइ है बोल्दै गर गोर्खा दरबार रेस्टुरेन्टमा आउनु है तपाईँहरू पनि खेलताममा छ खेलताममा छ है जहाँ चाहिँ ल आउने है विदाई कार्यक्रम हुँदैछ है अब दिदी थ्याङ्क यू है मिठो खाना खाइयो दाइ थ्याङ्क यू घरमा गएर सुतिसक्नुहुन्थ्यो समय दिनुभयो धन्यवाद खुसीको आँसु झारेछ त्यो सोप खाएको कि यहाँ नेपाल सम्झेर रातिको 12 बज्यो हाम्रो मेरो भदा गोलमान भदाले मलाई पुर्याइदिन जाँदै हुनुहुन्छ है ल रातिको 12 बज्यो है लाइट बालिदिन्छु हो त 12 बज्यो है बाबु हजुर हजुर बुबु ल राम्रोसँग हेर है फेरि त क्यामेरा हेर्ने गाडी रातिको 12 बज्यो तेरिका खाना खाँदा गफ गर्दा है यस्तो जे होस् रमाइलो शिवदास बाबुलाई वेलकम रमाइलो भयो जे होस् अब एकैछिन पुग्छु कति देखाएको छ समय 52